कस्तो अभागी कर्म लिएर जन्मेछु। न अरूलाई खुसी बनाउन सकेँ, न आफू खुसी हुन सकेँ। भविष्य सम्झँदा कमाउन मन लाग्छ, मृत्यु सम्झँदाखेरि रम्न मन लाग्छ। यस्तै छ जीवन, यस्तै छ। मृत्यु एक दिन अवश्य हुन्छ। त्यसैले हामी आफ्नो स्वास्थ्य परिवारको रेखदेख गरौँ। सकेसम्म यताउता मिठो बोलौँ, कसैलाई नराम्रो शब्द नबोलौँ। किनभने एक दिन जाने नै छ हामीले राम्रा कुराहरू छोडेर जाउँ, नराम्रा कुराहरूलाई अन्त्य गरेर जाउँ। आफूमा भएका नराम्रा चिजहरू यहीँ त्यागौँ र भएसम्म हामीले राम्रा चिजहरू समाजमा बाँडौँ। किनभने अजम्बुरीको जुनी कसैले लिएर आएको छैन। हामी एक दिन सबै जानै पर्छ। त्यसैले भगवानको नाम जपौँ, भगवानको आराधना गरौँ र मिठो राम्रा शब्दहरू समाजमा बाँडौँ। नराम्रो शब्दहरू समाजमा एक उदाहरणीय व्यक्ति बन्न खोजौँ हामी सबैजना। यस्तै हो, जीवनको केही भरोसा छैन। एक दिन अवश्य सबैले छोडेर जानै पर्छ। त्यसैले हामीले बाँचुन्जेल पर्छक राम्रा कामहरू गरौँ, राम्रो बन्ने प्रयास गरौँ भन्ने चाहे। आशा गर्छु यी शब्दहरूमा कुनै त्रुटि अथवा केही नराम्रो रहेछ भने हजुरहरूले माफ गरिदिनु हुनेछ भन्ने चाहे। मेरा दुई शब्दहरू यहीँ टुङ्गाउँछु। हस्त।